हेलो गाइज, त म आज आएको छु किचिजोजी इनोकासिरा कोवेन। आजको माहौल यस्तो हुँदैन, घाम लागेर इनोकासिरा बोट हाउसतिर यसो आए टक्क बोट खेलिदिउँ न त भनेर होइन हेरेको। जम्मा सस्तो रहेछ कि 1000मै 30 मिनट खेल्न मिल्ने। टक्क टिकट सिकट किनेर गएँ, दिदीलाई यसो लाउनुहोस् टिकट भनेर दिएँ होइन। टक्क बोटमा चढेँ, यसो हेरेँ, बोटमा हेर न साइकलको पाइदिल जस्तो, फेरि साइकल खेलेको कि बोट खेलेको थाहा नै नहुने जस्तो छ फेरि होइन। टक्क अगाडि एउटा नि अब भक्कै सकेर आउँछ। आजको दिन घामले गर्दाखेरि नि यस्तो रमाइलो थियो होइन। पुरै सिन नि यस्तो राम्रो के, यति रमाइलो हुने खालको छ। टक्क यसो घरिघरि त आफ्नो घर पोखरा भएर नि मलाई यसो फेवातालतिरको याद आयो यस्तो सिन देख्दाखेरि। कहिले होला पोखरा जाने भन्दै नि सोचिरहेको थिएँ यसो होइन। कहिले पोखरा गएर फेरि यसो बोट खेलौँ न भन्ने सोचिरहेको थिएँ फेवातालमा। अब के गर्ने, घर जान नपाए पनि यहीँ भयो नि खेल्छु भनेर गरेँ। पुरा अगाडिबाट आउँदैथ्यो मेरो चराको टाउकोले खुइ 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 हेरेको त दुईजना साइड लाएँ, एउटा दायाँ एउटा बायाँ गएँ। हिरोको एन्ट्री आयो जस्तरी अब तिनीहरू डरायो नि यता र उता गयो नि। हेर न उता ऊ एउटा फुच्चे खेल्दैछ, यता फेरि अर्कै आमा छोरा खेल्दैछन्, छोराले चलाइरहेको छ मस्त। यता फेरि अर्कै यो के खास खेलमा पनि यस्तो बुढो म खेलेँ चराको कति खेल्ने, अब त्यो त नेपालमै खेलिन्छ भनेर यसो खेल्दैन नयाँ टाइपको भनेर होइन। उता फेरि एउटाले बुटुटुटुटुटुटुटुटु गर्दै खेलिरहेछ फेरि। अब मेरोले नि पछाडि त्यस्तै गऱ्यो होला, त्यसले गरे जस्तरी नै पुचुचुचुचुचु गर्दै होइन। पुरा त्यसले अब घुमायो। अब त्यससँगै यहाँ फेरि नक्कली त्यो ढुङ्गा मात्रै नभएर असलीकै हाँस पनि छन् फेरि यहाँ। असलीकै हाँस पनि हजुरआमाहरू, फेरि जापानिज हजुरआमाहरू फेरि ओहो यस्तो दुईजनाले त साइड साइडमा बसेर रमाइलो गरिरहेछन् है। म पनि खेलाइरहेको छु मस्तले, पाइदिल दबाछु दबाउँदा फेरि खुट्टै दुख्दो रहेछ घरिघरि त। एउटा सानो हाँस पनि थियो, हाँसहरू नि उता फेरि धेरै थिएन, बाँध लगाएको छ होइन। त्यहाँ उता चाहिँ हाँस खेल्ने, यता चाहिँ बोट खेल्ने तरिकाले गएर हामी चाहिँ यता खेल्न पायो। अन्त ठोक्न चाहिँ पाइएन। उताभित्र हाँसहरू पनि टन्नै थियो, पछाडि घुमाएँ फेरि यसो हेऱ्यो। आहा यो पो सिन, यस्तो हेर्दा त जलजली पोखराको फेवातालको याद आइरहेको थियो। के गर्ने अब, कुनै दिन जाम्ला भन्ने सोच्यो, पोखराको एकछिन यस्तै खेल्छु भन्ने सोचिरहेको छु एक दिन होइन। मेरो टाइम चाहिँ धेरै थिएन। यसो पानी नि कति सफा कि, यस्तो हेर्दाखेरि हरियो देख्छ छैन तर पानी चाहिँ सफा डेन्जर क्लियर। मेरो चाहिँ जम्मा आधी घन्टा टाइम थियो होइन। आधी घन्टा मस्त खेलेँ। अब चाहिँ सकियो टाइम साइम अनि अब चाहिँ फर्किन पर्छ भनेर टक्क पछाडि घुमेँ, हेरेँ, एकछिन मिसिङ मेमोरिज बनाएँ। रमाइलो भयो, सिन नि एकदम बवाल मजा आयो होइन। टक्क हेर न कति रमाइलो कि, हेर्दाखेरि नै वाउ भन्ने टाइपको जस्तै क्या बाबा। यस्तो चाहिँ जोस् बवाल भयो। यसो अब दाइले फेरि कति बेला आउँछन् कति बेला आउँछ ओ छिटाएछ भनिदिइरहेको थियो होइन। टाइम सकिन लाएर म चाहिँ ल म आएँ भनेर टक्क गएँ, बाहिर झरेँ होइन। बाहिरको सिन फेरि यस्तो छ, झरिसकेपछि टक्क झरेँ, यताउति घुमेँ, बसेँ, एकछिन हेरेँ होइन। लखर हिँडिरहेको छु म। अब चाहिँ फर्किन पर्छ है भनेर यसो हेरेँ। अब यता दिएको छु ल यता जा भनेर चाहिँ होइन। यसो एकचोटि घुमेँ, फर्र हेरेँ, फर्किएँ।